रिलायन्स स्प्रिङ मिल्सको आइपिओ बिक्री खुल्ला हुँदै। रिलायन्स स्प्रिङ मिल्स लिमिटेडले पुस 7 गतेदेखि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको साधारण शेयरमा 57,798 किता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको 9,24,768 किता शेयर बिक्री खुल्ला गर्न लागेको हो। कम्पनीको प्रति शेयर मूल्य भने 820 रुपैयाँ 80 पैसा रहेको छ, अर्थात् लगानीकर्ताले प्रति किता 820 रुपैयाँ 80 पैसाका दरले आवेदन दिनुपर्ने छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन पछि आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। यो आइपिओमा न्यूनतम 50 किता शेयरका लागि आवेदन दिनुपर्नेछ। त्यस्तै अधिकतममा 20,000 किताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासनका तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आश्वासन सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्पा प्रणाली मार्फत आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा पुस 11 गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा पुस 21 गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।